भारत भ्रमण जान अघिल्ला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक पास गराउने र नरसंहारकारीलाई जेलबाट छुटाएका थिए। अहिलेका प्रधानमन्त्री ओलीको पनि आउँदो महिनामा भारत भ्रमणको तयारी भइरहेको छ। अब भारत भ्रमणमा जान पाउँदा मात्रै प्रधानमन्त्री तहका मान्छेले आफ्नो बोली कसरी फेर्छन् भन्ने एक प्रसङ्ग जोड्दैछु। 79 साउनमा पूर्व सचिव द्वारिकानाथ ढुङ्गेलको पुस्तक विमोचनमा ओलीले भनेका थिए, धेरै अगाडिदेखि तल्लो शारदा नहर पनि चलिराखेको छ, त्यतिबेला चर्चामा आएन, जसले गर्दा कन्जङ्टिभ वाटर भनेको के हो भन्ने प्रशस्त छलफल हुनै पाएन। कतिपय ल्याप्सेस अर्थात् कमजोरी महाकाली सन्धिका बेला भए, अर्थात् 79 मा ओलीले महाकाली सन्धि गर्दा कमजोरी भएको स्वीकार गरेका थिए। अहिले भारतले भ्रमणको निम्तो देला जस्तो भएपछि भन्न थाले महाकाली सन्धि ठिक थियो। अस्ति शनिबार विद्यादेवी भण्डारीलाई एमालेमा भित्र्याउने कार्यक्रममा प्रधानमन्त्री ओलीले भने महाकाली सन्धिको विरोध गर्ने काम नक्कली, आडम्बरी र पाखण्डी कुरा थियो, त्यसमा कुनै दम थिएन, सन्धि ठिक थियो, सम्झौता ठिक छ। त्यसबेला नदी खोला बेचेर खाए भनियो, कुनै नदी खोला बेचिएको थिएन। दर्शकहरू, एउटै व्यक्तिका यी दुई थरी कुरा किन आए त? खासमा भारतले भ्रमणको निम्तो दिन्छ भन्ने ग्यारेन्टी हुँदा नेपाली नेताहरू खास गरी दिनलाई रात, रातलाई दिन, पाकिस्तानलाई अफगानिस्तान, मार्क्सवादलाई इस्लामाबाद सबै भनिदिन सक्छन्। महाकाली नदीको मुहान कहाँ हो भन्ने यकिन नगरी त्यो सन्धि गरेका कारण अहिले भारतलाई हाम्रो कालापानी क्षेत्र कब्जा गर्न बल पुगिरहेको छ। पानीको बाँडफाँडमा नेपाल ठगिने गरी यिनैले सन्धि गरेका थिए। गिरिजाले टनकपुर बाँधको पछि तत्कालीन एमाले विरोध गर्यो अनि उसले भित्रभित्रै भारतसँग सेटिङ गरेर हामीलाई सत्तामा पुर्याइदिने भए महाकाली सन्धि नै गर्छौँ भनिदियो। जसरी मध्यरातमा विरोधका बीच एमसीसी पास गरियो, त्यही शक्तिले मध्यरातमा विरोधका बीच महाकाली सन्धि संसदबाट पास गरियो। अब प्रश्न उठ्छ, महाकाली सन्धि गरेर नेपाललाई पानीमा फाइदा भयो कि बिजुली निस्कियो कि नेपालको कालापानी क्षेत्र फिर्ता भयो कि बाँध बनाउँदा डुबेको नेपाली भूमिको हिसाब नेपालले पायो कि के भयो त? सबै हिसाबले फाइदा भारतलाई भयो, नेपाल ठगियो। तर अहिले पनि महाकाली सन्धि गराउने माधव कुमार नेपाल, केपी शर्मा ओली, शेरबहादुर देउबा, पशुपति शमशेर राणा, प्रकाश चन्द्र लोहनीहरू यो सन्धिका विरोधीहरूलाई खोक्रो राष्ट्रवादी भनेर सराप्ने काम गर्छन्।